नेपालमा रोड डिजाइनको लागि युज गरिने यासडब्लु रोड V2 भन्ने सफ्टवेयर युज गरेर रोडको डिजाइन कसरी गरिन्छ भन्ने कुरा चाहिँ आज आएको भिडियोमा हामी चर्चा गर्न गइरहेका छौँ। यसमा सिक्नको लागि या तपाईँले 2 किलोमिटरसम्मको रोडको डाटाहरू छ जसमा चाहिँ तपाईँले रोड डिजाइन गर्न सिक्न खोज्नु भएको छ भने यासडब्लु रोड V2 लर्निङ भर्जन युज गर्न सक्नुहुन्छ भने तपाईँलाई चाहिँ प्रोफेसनल गर्नुपर्ने छ जसको लागि चाहिँ यासडब्लु रोड V2 प्रोफेसनल भर्जन चाहिँ युज गर्नुपर्ने हुन्छ। यो लर्निङ भर्जन चाहिँ तपाईँले फ्रीमा पाउनुहुन्छ भने यो प्रोफेसनल भर्जनको लागि चाहिँ तपाईँले की किन्नुपर्ने हुन्छ र जसमा चाहिँ तपाईँलाई रजिस्टर गरेर दिएको की हुन्छ जसबाट तपाईँले युज गर्न सक्नुहुन्छ। अहिले हामी जस्ट लर्निङ मात्र भर्जन युज गरेर चाहिँ कसरी युज गर्ने अथवा कसरी ड्रइङ र रोडको चाहिँ डिजाइन गर्ने भन्ने कुरा चाहिँ सिक्न गइरहेका छौँ। जसको लागि तपाईँले यो यासडब्लु रोड V2 लर्निङ भर्जन यासडब्लुको वेबसाइटमा गएर डाउनलोड गर्न सक्नुहुन्छ र यो फ्रिली युज गर्न सकिन्छ। जस्ट लाइक खोलिसकेपछि तपाईँले त्यस्तो खालको इन्टरफेस चाहिँ तपाईँको खुल्छ जसमा यासडब्लु रोड V2 लर्निङ एडिसन भन्ने तपाईँले देख्नुहुन्छ। जसमा अब तपाईँले फाइलमा जाने अब डिजाइन गर्नको लागि हाम्रो केही प्रोजेक्ट गरिरहेको छ भने त्यसलाई ओपन प्रोजेक्ट गर्छौँ भने अहिले हामी नयाँ गर्न खोजेकोले न्यू प्रोजेक्ट गर्नुपर्ने हुन्छ। न्यू प्रोजेक्ट गरेपछि अब यसलाई तपाईँले अहिलेको नै हामीले पहिला बनाइराखेकै काम गरिराखेकै फोल्डरमा चाहिँ हामी सेभ गर्छौँ। यसमा ROAD रोड आर यसलाई मैले सेभ गरेँ। रोड आर भन्ने अब यहाँ माथि तपाईँले देख्न सक्नुहुन्छ। यहाँ खुल्दैछ, खुल्यो। अब तपाईँले यसमा चाहिँ डिजाइन युजिङ एक्जिस्टिङ डाटाबाट डाटा नै यहाँ इन्ट्री गरेर गर्ने हो कि डिजाइन युजिङ टेरेन मोडल हो। योभन्दा पहिला हामीले भिडियोमा चाहिँ टेरेन मोडल प्रिपेयर अथवा टोपोग्राफिकल म्याप प्रिपेयर गरेका छौँ। त्यसले गर्दाखेरि हामीले डिजाइन गर्नलाई चाहिँ हामीलाई सजिलो पनि र हामीलाई टोपोग्राफिकल म्याप हाम्रो ठाउँको सर्वे गरेर ल्याएको डाटा रिप्रेजेन्ट गरिरहेको छैन भनेर हेरिसकेपछि त्यहाँबाट चाहिँ हामीलाई डिजाइन गर्न उपयुक्त हुने भएकाले गर्दा डिजाइन टेरेन मोडल गर्न ठिक हुँदा मैले आज डिजाइन युजिङ टेरेन मोडल नै गर्न गइरहेको छु। जसमा चाहिँ हामीले युज गरेको अहिले कोअर्डिनेट भनेको UTM सिस्टममा हो भने हामीले सर्वे गरेको डाटा चाहिँ 45 यानमा छ। यो भनेको नेपाल चाहिँ 44 र 45 जोनमा छुटिएको छ। नेपालको पश्चिमतिरलाई हामी 44 यान भन्छौँ भने नेपालको पूर्वीतिर चाहिँ हामी 45 यान राख्छौँ। जसमा सर्वे बाई र डिजाइन बाईको तपाईँले नाम राख्न पनि सक्नुहुन्छ, नराख्दा पनि फरक पर्दैन। र यसलाई मैले ओके गरेँ। यसलाई ओके गर्ने बित्तिकै अब हाम्रो यो सफ्टवेयर चाहिँ खुल्न गइरहेको छ जसमा अब माथि तपाईँले यो फाइलको नाम रोड आर सफ्टवेयर यासडब्लु रोड V2 भन्ने तपाईँले देख्नुभयो। अब यसमा हामी अघि हामीले बनाएको योभन्दा पहिलाको भिडियोमा प्रिपेयर गरेको टोपोग्राफिकल म्यापलाई युज गरेर चाहिँ रोडको डिजाइन गर्न गइरहेको छु। जसको लागि यो DTMमा जाने। अब ड्रइङ बनिसकेकोले गर्दा इम्पोर्ट ड्रइङ गर्ने। इम्पोर्ट ड्रइङमा यहाँ डटमा जाने ब्राउज भन्ने लेखेको हुन्छ। यहाँ बनेको अहिलेको रोड भन्ने फाइल हामीले अटोक्याड फाइल बनाएका छौँ। यसलाई ओपन गर्ने। ओपन गरेपछि यसलाई लोड गर्नुपर्छ। यो चाहिँ अब 1-2 मिनट टाइम यसले होल्ड गर्छ लिन्छ। यो चाहिँ हामीले एकछिन होल्ड गर्नुपर्ने हुन्छ। यो चाहिँ तपाईँको कति ठुलो फाइल छ भन्नेमा चाहिँ अपलोड गर्न टाइम चाहिँ लाग्ने देखिन्छ। 1-2 मिनट होल्ड गरौँ। DWG बाट DXF फाइलमा कन्भर्टिङ हुनुपर्छ। त्यसले गर्दा यो टाइम दिएको यसले। यो यासडब्लु DTM भन्ने पनि सफ्टवेयर कम्पनीकै र यो यासडब्लु रोड V2 भन्ने पनि सफ्टवेयर कम्पनीकै भएका कारणले गर्दा हामीले त्यतापट्टि बनाएको टोपोग्राफिकल म्याप युज गरेर चाहिँ हामीले यो यासडब्लु रोड V2मा चाहिँ अहिले गर्न खोजिरहेका छौँ। होइन, हामी चाहिँ टोपोग्राफिकल म्याप पनि यही नै बनाउँछौँ भने पनि यसमा पनि यासडब्लु DTM भन्ने अप्सन पनि यहाँ तपाईँले पाउनुहुन्छ। यहाँबाट गएर पनि यही यासडब्लु रोड V2 भर्जनमा पनि टोपोग्राफिकल म्याप पनि बनाउन सकिन्छ। छुट्टै बनाइरहनु पनि नपर्ने हुन्छ यो V2मा। त्यसले गर्दाखेरि तपाईँलाई सहज पनि हुन्छ। होइन, यसमा चाहिँ छुट्टा छुट्टै त्यो अघि बनाएको टोपोग्राफिकल म्याप त रोडको लागि मात्र नभएर अघिल्लो भिडियोमा बनाएको टोपोग्राफिकल म्याप जुनसुकैमा पनि टोपोग्राफिकल म्याप बनाउने तरिका पनि भएका कारणले गर्दा हामीले त्यसरी बनाएका छौँ र त्यस्तै गरी बनाएको टोपोग्राफिकल म्यापलाई चाहिँ युज गरेर हामीले यो भिडियोमा चाहिँ रोडको डिजाइन गर्न सिक्न खोजिरहेका छौँ। यो अपलोड हुँदैछ। एकपटक यहाँ अपलोड भइसकेपछि हामीले यही फाइलमा मात्रै डिजाइनको कामहरू गर्नुपर्ने हुँदाखेरि त्यसमा हामीले केही त्यस्तो धेरै हेरिरहनु पर्दैन। सुरुमा अपलोड हुनलाई टाइम लागे पनि त्यसले धेरै पछि गरिरहनु पर्यो। फेरि यस्तै हो कि भन्ने जस्तो लाग्न सक्छ, त्यस्तो हुँदैन।
कन्भर्टिङ हुन लामो टाइम लागेमा यसले फेरि रिलोड गर भन्छ, फेरि रिलोड गर्नुपर्छ। यसले अब सबै यहाँ हामीले अघि बनाएका फिचर्सहरू चाहिँ सबै यहाँ देखिसकेको छ। यसलाई सबैलाई सेलेक्ट अल गरिदिने र यसलाई इम्पोर्ट गरिदिनुपर्छ। इम्पोर्ट गरेपछि फिचर्स इम्पोर्टेड ओके गर्ने। ओके गरेपछि अब यहाँ आउँछ। यसलाई चाहिँ अब यहाँनिर हामी यो सफ्टवेयरमा हेरौँ। सबभन्दा फर्स्टमा यहाँ फाइल छ, फाइललाई न्यू प्रोजेक्ट ओपन प्रोजेक्ट भन्ने हिसाबले हामीले गर्छौँ। त्यसपछि यहाँ डेटा, अब डिजाइनको लागि डेटा प्यारामिटरहरू सबै इनपुट गर्ने ठाउँ यहाँ हो। त्यसपछि तपाईँले यहाँ एडिट सुपर एलिभेसन एक्स्ट्रा एडिटिङ केही एडिट गर्नुपर्ने ठाउँ हो। यहाँबाट तपाईँले डिटिएम डिजिटल टेरेन मोडेलमा एडिट गर्नुपर्ने, कन्टुर लाइन ड्र गर्नुपर्ने, ट्रायङ्गुलेट गर्नुपर्ने अर्थात् कन्टुर टोपोग्राफिकल म्यापको लागि चाहिँ गर्ने काम चाहिँ यहाँबाट हामी गर्छौँ। अब त्यस्तै गरी यहाँ तल त तपाईँको त्यसपछिका तल भनेको चाहिँ यहाँ जुम आउट, सेन्टर जुम। अब हाम्रो यहाँ ड्रइङ इम्पोर्ट गरिसकेका छौँ, त्यसको लागि सेन्टर जुम गर्नुपर्ने हुन्छ। हामीले अघि बनाएको एलाइनमेन्ट यहाँनिर देखिसकेको छ। त्यस्तै गरी यहाँ हामीले अहिले बिल्डिङ बनाएको थियौँ, त्यो बिल्डिङ पनि यहाँ देखेको छ। यसरी हामीले जति चिजहरू यहाँ एड गऱ्यौँ त्यो चिजहरू चाहिँ सबै यहाँनिर चाहिँ तपाईँले देख्न सक्नुहुन्छ र यसमा हामीले डिजाइन गर्नुपर्ने हुन्छ। त्यस्तै गरी यो प्यान भयो। त्यस्तै गरी यो रोड एलाइनमेन्ट अब हामीले यहाँ पनि ड्र गर्नुपर्छ। यो भनेको एड आइपीहरू हामीले इन्टरसेक्सन पोइन्टहरू इम्पोर्ट गर्दै जानुपर्छ। त्यस्तै गरी तपाईँले इन्सर्ट आइपी, बिचमा तपाईँले आइपी इन्सर्ट गर्नु पर्यो भने यसमा भर गर्नु पर्यो। अब आइपीलाई मुभ गर्नु पर्यो, यो भयो। इरेज गर्नु पर्यो, यहाँ छ। यसरी चाहिँ हामी यसलाई ह्यान्डलिङ गर्ने गर्छौँ। अब हामीले यसरी यो टोपोग्राफिकल म्यापलाई यसमा हालिसकेपछि सबभन्दा फर्स्ट जब त्यो भनेको चाहिँ हाम्रो यो एलाइनमेन्टमा हामीले यसमा गएर एलाइनमेन्ट एड गर्ने काम गर्नुपर्ने हुन्छ। यसमा जाने, क्लिक गर्ने, यसलाई यो लिने, एलाइनमेन्ट हेर्नु आइडी 1, नेम एलाइनमेन्ट 1 भन्ने आयो। स्टार्टिङ चेन्ज 0, रिमार्क्स यसमा केही दिनुपर्ने छ, रोडको नाम दिनुपर्ने छ या केही भन्नुपर्ने छ भने यहाँ भन्न सकिन्छ। यसलाई ओके गरौँ। ओके गरेपछि अब हाम्रो स्टार्टिङ पोइन्टबाट हामीले स्टार्ट गर्नुपर्ने हुन्छ। अहिले मैले यहाँबाट सुरु गरेँ, स्टार्ट। त्यस्तै गरी अघि बनाएको एलाइनमेन्ट भएकाले गर्दा मलाई यहाँ सजिलो छ, त्यही पाथ चाहिँ मैले फलो गरेर चाहिँ जान्छु। अलिअलि तल उर्तिर पर्तिर भएर त्यस्तो खासै फरक पर्दैन, तर त्यसलाई पनि त्यही पनि पोइन्ट हो भने त्यसलाई फेरि हामीले पछि मुभ गरेर मुभ आइपी गरेर मिलाउन सक्छौँ। त्यस्तै गरी अब यहाँ जाउँ र लास्ट पोइन्ट यहाँ क्लिक गरिदिउँ र यो यहाँबाट बाहिर एक्जिट हुनको लागि राइट क्लिक माउसको गर्ने। क्लिक गरेपछि अब यहाँ तपाईँको यो चाहिँ चेन्ज लेखेर यहाँनिर चाहिँ तपाईँको आइपीहरू चाहिँ एड भइसकेको छ। यसरी आइपी एड गरिसकेपछि अब हामीले यो डिटिएममै जाने, डिटिएममा गएर टेरेन मोडेलमा गएर सेलेक्ट फाइलमा गएर चाहिँ डिटिएम फाइल जुन अहिले हामीले बनाएको थियो त्यसलाई सिलेक्ट गर्नुपर्ने हुन्छ। यहाँ रोड डिटिएम भन्ने फाइल छ, यसलाई ओपन गर्ने, यसलाई एस गरिदिने। यो डिटिएम फाइल रोड कम्प्लिट यो चाहिँ मिल्नुपर्छ, त्यो जुनको हो टोर म्याप त्यसकै डिटिएम हुनुपर्छ। त्यसरी मिलिसकेपछि अब तपाईँको यो एलाइनमेन्टको आधारमा चाहिँ यसलाई अपडेट टेरेन गरिदिउँ, सेलेक्ट अल, प्रोसेस गरिसकेपछि ओके। यहाँ अहिले हामीले बनाएको चाहिँ नो सेन्टर भनेको हामीले डाटा चाहिँ बाहिर बाहिर आइपी राखेका छौँ, जसले गर्दा सेन्टर पाइएन भनेको छ। त्यसलाई हामीले सेन्टर मिलाउनु पर्ने हुन्छ। ओके। ओके गरेपछि अब यसको आधारमा चाहिँ यहाँनिर प्रोफाइल चाहिँ तपाईँको ड्र भएको पाइन्छ। यसरी प्रोफाइल चाहिँ ड्र भयो। अहिले यो तल देखेको भनेको यहाँनिरको कुन पोइन्टमा अबाउट 150 चेन्जतिर चाहिँ त्यो हामीले आइपी क्लिक गर्दाखेरि चाहिँ बाहिर क्लिक गरेर चाहिँ एउटा बाहिर भागेको छु, त्यसले गर्दा यस्तो देखिएको हो। यसलाई पनि कम्प्युट अल गरिदिउँ, यसलाई हामीले मिलाउनु पर्ने हुन्छ। अहिले हामीले आइपी लिएको चाहिँ नमिलेको हो। क्रस सेक्सनमा गयो भने पनि अब हाम्रो रोडको चाहिँ क्रस सेक्सन देखिन्छ। प्लानमा फर्स्ट नम्बर जबमा हामीले एलाइनमेन्ट इनपुट गरिसकेपछि, हामीले एलाइनमेन्ट ड्र गरिसकेपछि एलाइनमेन्ट पछि तपाईँले डिटिएम अपडेट गर्नुपर्छ। डिटिएम अपडेट गरेपछि प्रोफाइल र प्लान हामीले बनाएको जुन रोडको एलाइनमेन्टको आधारमा चाहिँ ड्र हुन्छ। अब हामीले यो डिजाइनमा अब डेटामा जानुपर्छ। डेटामा गएर डिजाइन प्यारामिटरमा जाने, डिजाइन प्यारामिटरमा अब तपाईँले यो तपाईँको रोडको विड्थ कति हो, सिंगल लेन हो 3.75 मिटर, इन्टरमिडिएट लेन हो 5.5 मिटर। यो चाहिँ तपाईँको रोडको आफ्नो विड्थ अनुसार चाहिँ यहाँनिर तपाईँले भ्यालु इनपुट गर्नुपर्ने हुन्छ। 3.75 मिटर मैले यहाँ हालेँ। अब यो क्याम्बर स्लोप छ, यो पनि हामीले इनपुट गर्नुपर्छ। क्याम्बर स्लोप भन्नाको मतलब हाम्रो पेभमेन्टको सर्फेस के हुन्छ, नेपाल रोड स्ट्यान्डर्ड 2070 अनुसार पेभमेन्टको सर्फेसको आधारमा चाहिँ क्याम्बर स्लोप कति प्रोभाइड गर्ने भन्ने कुरा त्यहाँ छ, जस आधारमा चाहिँ हामीले यहाँनिर क्याम्बरको स्लोप पनि इनपुट गर्नुपर्ने हुन्छ। त्यसै गरी क्याम्बर साइड दुई साइड फर्किने हो, दुई साइड स्लोप बनाउने हो, क्राउनमा चाहिँ राइट गर्ने हो या हिल साइडमा मात्र चाहिँ क्याम्बरलाई फर्काउने हो भन्ने आधारमा चाहिँ यहाँ भ्यालु इनपुट गर्नुपर्ने हुन्छ। यदि हिल साइडमा मात्र फर्काउने वान साइड स्लोप अफ क्याम्बर हो भने यहाँ 2 भ्यालु इनपुट हुन्छ भने 1 भनेको चाहिँ बोथ साइड हुन्छ। त्यसै गरी डिजाइन स्पिड तपाईँको रोडको टाइप अनुसार
तपाईले डिजाइन गर्न थालेको टेरेन कहाँ हो, टेरेनको टाइप अनुसार, टेरेन क्लासिफिकेसन अनुसार चाहिँ डिजाइन स्पिड तपाईँले यहाँनिर दिनुपर्ने हुन्छ, जसको आधारमा यो डिजाइन स्पिडको आधारमा चाहिँ अब तपाईँले मिनिमम रेडियस अफ कर्भ, मिनिमम भर्टिकल कर्भको लेन्थ, यी कुराहरू चाहिँ क्यालकुलेट गर्नुपर्ने हुन्छ। यो पनि हामीले त्यो कोडबाटै लिन्छौँ या तपाईँले डिजाइन गरेर क्यालकुलेसन गरेको हुनुपर्छ। त्यस्तै गरी यो राइट अफ वे चाहिँ तपाईँको रोडको टाइप कुन हो, जुन अनुसार कति हो त, त्यसको आधारमा यहाँ राख्नुपर्छ। त्यस्तै गरी स्टार्टिङ चेन्ज, अहिले हाम्रो एलाइनमेन्ट 1 भएकाले गर्दा 0बाट भयो, यसमै एलाइनमेन्ट 2 एलाइनमेन्ट 3 अगाडि एड गर्दै जानु पर्यो भने एलाइनमेन्ट 1 100 चेन्जसम्म गएको छ भने 100 भन्दा पछाडि लेख्ने चाहिँ हामी स्टार्टिङ चेन्ज यहाँ गर्छौँ। भनेपछि यहाँ गएर चाहिँ हामीले डिजाइन प्यारामिटरमा यो रोडको डेटा चाहिँ इनपुट गरेर यसलाई हामीले सेभ गर्नुपर्ने हुन्छ र यसलाई क्लोज गरिदिनु हुन्छ। सेभ गरिसकेपछि अब हाम्रो अरू प्यारामिटर एड गर्नुभन्दा पहिला अब यही होरिजेन्टल एलाइनमेन्टमै प्रत्येक ठाउँमा गएर यो इन्टरसेक्सन पोइन्टको आइपीमा चाहिँ हामीले अब यसको रेडियस चाहिँ हेर्नुपर्छ। जसको लागि चाहिँ यतापट्टि यो लेफ्ट राइट ह्यान्ड साइडको डायलग बक्स खुलिरहेको हुन्छ। यो फर्स्टमा 0 भयो, नेक्स्टमा जाने बित्तिकै यहाँनिर 101 दिएको रहेछ, यो रेडियस दिएको रहेछ यसले आफै। तर हामी रेडियस लिँदा 5 को मल्टिपलमा या 10 को मल्टिपलमा लिने गर्छौँ, या डिजाइन गरेको रेडियसको मिनिमम भ्यालु भन्दा बढी भ्यालु चाहिँ हामीले यहाँ इनपुट गर्नुपर्ने हुन्छ। जस्तै यहाँ चाहिँ मैले 101 थियो, यसलाई मैले 100 राखेँ, इन्टर। 100 रेडियस लियो किनभने मैले 0 मात्र बनाएको हो। योभन्दा अगाडि फेरि यहाँ अगाडि हेर्दै जाने, यो कहाँनिर आयो, यहाँ यो भनेको हाम्रो 150 को चेन्जको आधारमा, अर्थात् यहाँ अघि हाम्रो सेन्टरमा परेन भनेको ठाउँ यतैतिर हो जस्तो छ। भनेपछि यसलाई मुभ पनि गरौँ, मुभ आइपी, यसलाई चाहिँ सेन्टरतिर राखौँ। यहाँ मुभ आइरहेको छ, यो आइपीमा हामीले यसरी चाहिँ यसलाई मुभ गर्न सक्छौँ। यसलाई चाहिँ कुनै एउटा पोइन्टमा ल्याएर यहाँनिर राख्थ्यौँ। यहाँ राखिसकेपछि यसलाई अपडेट टेरेन, कर्भ इन्टरसेक्ट भयो, कर्भको रेडियस बढी भएका कारणले गर्दा कम्प्युटर एस ओके। कर्भलाई चाहिँ हामीले इन्टरसेक्ट हुनबाट चाहिँ राख्नु हुँदैन, इन्टरसेक्ट हुने गरी चाहिँ राख्नु हुँदैन। यहाँनिर अहिले हाम्रो रेडियस कति छ, 224 लिइरहेको छ, यसलाई 100 मात्र गरौँ, इन्टर गरिदिउँ। 100 मात्र गर्ने बित्तिकै अब यो चाहिँ तपाईँको इन्टरसेक्ट नहुन पनि अझै तपाईँको इन्टरसेक्ट भइरहेको छ। कतापट्टि यतापट्टि यहाँ इन्टरसेक्ट भएको तपाईँलाई चाहिँ रेड लाइनले देखाइरहेको हुन्छ। यो आइपीलाई अझ योभन्दा नेक्स्ट आइपी यहाँ छ, अगाडिपट्टि जाउँ, यहाँ 114 लिइरहेको छ, यसलाई पनि 100 रेडियस राखौँ, इन्टर। योभन्दा अगाडिकोमा जाउँ, यहाँ पनि 49 लिइरहेको छ, यसलाई 40 राख्थ्यौँ, इन्टर गरेपछि अब यसलाई अपडेट टेरेन। अब यो तपाईँको इन्टरसेक्सन अटो, अझै सेन्टर पोइन्टहरू सबै ठाउँमा भइरहेको छैन। यो गरेपछि यसरी प्रत्येक ठाउँको रेडियस चाहिँ पहिला हामीले हाम्रो क्यालकुलेसन भ्यालुभन्दा चाहिँ माथि राखौँ। यहाँ 136 छ, यसलाई पनि 130 राखौँ, इन्टर। स्केप यहाँनिर 83 छ, यसलाई 80 राखौँ, यो आफै लिन्छ, जसलाई हामीले जस्ट मिलाउने मात्रै हो। 70 छ, योभन्दा अगाडि आइपी छ कि छैन, लाइपी छ, 56 लिएको रहेछ, यसलाई पनि 50 हालिदिउँ। अब लास्टमा हाम्रो परेन। यो गरेपछि अब हामीले फेरि यसलाई कम्प्युट अल गरौँ, अपडेट एस। अब यहाँ जी कुन कुन ठाउँमा मिलेको छैन, 130मा सेन्टर छैन, 140मा, 150मा, 160मा, 170मा, यसलाई चाहिँ हेरौँ। अब 150मा 130, 140, 150, 160हरूमा चाहिँ यो मिलाउँ। 130 यो भनेको यही नै हो, यहाँ चाहिँ हाम्रो सेन्टरमा रोडको एलाइनमेन्ट चाहिँ परेन, अर्थात् त्यहाँ चाहिँ डाटा छैन भन्ने कुरा देखियो। भनेपछि अब यसको लागि फेरि मुभ लिने र यो हाम्रो इन्टरसेक्सन पोइन्ट भनेको कहाँ छ, यो त्यसलाई हेर्ने। यो अहिले हामीलाई डाटाहरू धेरै भएकाले गर्दा यहाँ चलाउन अप्ठ्यारो भयो भने यहाँ जिएसडब्ल्यूमा जाने, यहाँ गएर यसलाई पोइन्टलाई अफ पनि गर्न सकिन्छ। यसलाई क्लिक गर्ने बित्तिकै यो पोइन्टहरू चाहिँ हट्छ, त्यसले गर्दा तपाईँले आइपीहरू चाहिँ सजिलै देख्नुहुन्छ। यसलाई मैले अलिकति पछाडिपट्टि ल्याइदिन्छु, यहाँ राखिदिन्छु, 150मा भयो। अझै माथितिरपट्टि जाउँ, यसलाई पनि यो आइपीलाई पनि अलिकति यता राख्थ्यौँ। यहाँ यही बिचमा चाहिँ हाम्रो डाटा छैन भनेको थियो त्यसले, फेरि डाटा एकतालि हेरौँ, यहाँ पोइन्टमा मार्क गरौँ, पोइन्ट यदि पछाडि छन् भनेपछि हामीले आइपी पोइन्ट यतातिर इन्टरसेक्ट गर्नुपर्ने देखिन्छ। इन्टरसेक्सन आइपी यताबाट जानु पर्यो भनेपछि अब यसलाई फेरि पोइन्टलाई अफ गरिदिउँ, र यो यसलाई मुभ लिउँ। अब हामीले लिएको यहाँ छ, यसलाई अलिकति लिदिउँ, यसलाई मुभ यतापट्टि गरिदिउँ,
कम्प्युटर एस कर्म इन्टरसेक्सन भइरहेको छ यहाँनिर त्यस्तो कर्म इन्टरसेक्सन भएको चाहिँ हामीले याद गर्नु पर्यो कहाँनिर हो यहाँनिर आएको छ यहाँनिर यहाँको 83 छ यो 83 लाई चाहिँ हामी 60 मिटर राख्ने इन्टरसेक्सन हटिहाल्यो कम्प्युटर एस अब यो कहीँ पनि तपाईँको डाटामा सेन्टरमै छ सबै जिनिस मिल्यो मिलिसकेपछि अब यसलाई हामीले चाहिँ यसलाई यो डेटाहरू चाहिँ हामीले राखिरहनु पर्दैन अहिले काम गर्न हामीलाई अप्ठ्यारो हुन्छ धेरै डाटाहरू हुँदाखेरि अघि हामीले बनाएको आइपी इन्टरसेक्सन पोइन्ट यहाँ थियो अहिले हाम्रो नयाँ चाहिँ यहाँबाट भयो अघि हामीले ऱ्यान्डम यो उतापट्टि बनाएको चाहिँ यहाँ चाहिँ डाटा लिएको रहेछ यो बिचमा जसले गर्दा चाहिँ हामीलाई यहाँ फलो भएन यो रोड चाहिँ यताबाट गएन हामीले सर्वे गरेको डाटा चाहिँ यतापट्टि भएकाले हामीले यो गऱ्यौँ जसलाई चाहिँ हामीले मिनिमाइज गऱ्यौँ अब यसरी गरिसकेपछि अब गएर हामी प्रोफाइलमा चाहिँ यो होरिजोनल एलाइनमेन्ट अर्थात् जसमा आइपी इन्टरसेक्ट गरेर आइपीको आधारमा प्रत्येक इन्टरसेक्सन पोइन्टमा चाहिँ रेडियस इनपुट हुने काम चाहिँ कम्प्लिट भयो अब हामी प्रोफाइलमा जान्छौँ प्रोफाइलमा जाँदा पनि अब हेर्नुहोस् त यो प्रोफाइल पनि अब स्मुथ आयो नि अहिलेको जस्तो तल आएन नि त्यो भनेको रेडियस फेरि चेन्ज भएको के अरे आरएल जसमा चाहिँ अब हामीले फेरि यहाँ भर्टिकल एलाइनमेन्ट यहाँ त यत्रो खालको देखेको त यस्तो हुँदैन जसमा चाहिँ फेरि इन्सर्ट आइपीमा जाने र प्रत्येक इन्टरसेक्सन पोइन्टमा यहाँनिर इन्टरसेक्ट गर्नुपर्ने हुन्छ यसरी इन्टरसेक्ट गर्दा यहाँ हेर्नु त 10.75 आयो ग्रेडियन्ट हो यसलाई भर्टिकल ग्रेडियन्ट भन्छौँ यो भर्टिकल ग्रेडियन्ट चाहिँ नेपालको रोड स्ट्यान्डर्ड अनुसार 12% भन्दा बिलो राख्नुपर्छ भनिन्छ तर नर्मल चाहिँ 7 to 8% भन्दा बिलो चाहिँ हामीले राख्ने गर्नुपर्छ सकिन्छ भने सकिँदैन भने चाहिँ 12% भन्दा सानो मेन्टेन गर्न पर्ने हो अब यसलाई हामी सबै ठाउँमा इन्टरसेक्सन आइपी गर्दै जाउँ यहाँ इन्टरसेक्सन गरौँ सबैलाई इन्टरसेक्सन आइपी गर्दाखेरि याद गर्नुपर्ने कुरा भनेको जुन सर्वे गरेर लिएको डाटा छ त्यसलाई नै हामीले फलो गर्न खोज्नुपर्छ भनेको एक्जिस्टिङ ग्राउन्डलाई फलो गर्न गयो भने रोड चाहिँ इकोनोमिकल हुन जान्छ यसरी यहाँ जाने त्यस्तै गरी यहाँ अर्को आइपी हाल्ने इन्सर्ट आइपी अब लास्टमा यहाँ एउटा हालौँ यहाँ अर्को पनि हालौँ यहाँ 15% ग्रेडियन्ट आएर अब यसलाई हामीले मिलाउनु पर्ने देखिन्छ अब यसरी जाँदाखेरि सबभन्दा अगाडिबाट जाउँ यहाँ 7 छ अब मुभ आइपीमा जाने र यसलाई चाहिँ हामी ग्राउन्डतिर ल्याउन खोज्ने ल यहाँ एक्जिस्टिङ ग्राउन्डमै आयो यो तल फलो भएको छ यहाँ छ अब यो खाल्टो यहाँनिर एकदम ठुलो खाल्टो बनेको छ यसलाई पनि मुभ आइपीमै छ यसलाई क्लिक गर्ने यहाँ तलतिर ल्याउने यसरी कटिङ र फिलिङ चाहिँ ब्यालेन्स बनाउन खोज्ने यहाँको कटिङ यहाँ फिलिङ हुनसक्छ अब यहाँ 10% आइरहेको छ यसलाई हामी अलिकति तलतिर लैजाउँ 9% भयो यहाँ 12% भन्दा पनि क्रस भइरहेको छ यसलाई पनि अलिकति तलतिर लैजाउँ 11% अब यहाँ 7% छ यसलाई अलिकति माथितिर लैजाउँ 12% भन्दा बिलो ल्याउन खोज्ने यहाँनिर जाउँ अब यसलाई यहाँको यो इन्टरसेक्सन पोइन्ट यहाँ भइरहेको छ यसलाई इरेज गर्नुपर्ने भयो डिलिट यो इन्टरसेक्सन पोइन्ट चाहिएन अब यहाँ 8.6 भयो अब यहाँनिर हामीले यसरी हाल्दाखेरि अब यहाँनिर तपाईँले यो इन्टरसेक्सन पोइन्टमा चाहिँ यो लाइन अर्को लाइन यो ब्लू लाइन त्यसपछि नेक्स्ट अर्को लाइन पनि देख्नु भएको छ यो भनेको चाहिँ भर्टिकल कर्व पनि आफैले लिन्छ तर भर्टिकल कर्व पनि हामीले डिजाइन गरेको भर्टिकल कर्व अनुसार हुनुपर्ने हुँदा भर्टिकल कर्वको लेन्थ पनि हामीले यहाँनिर एडिट गर्नुपर्ने हुनसक्छ यदि यो हामीले भने जस्तो मिलेको छैन भने यसरी हामीले यसलाई चाहिँ मिलाउँदै कतापट्टि राख्दाखेरि मिल्छ भन्ने कुरामा चाहिँ यो इन्टरसेक्सन पोइन्टलाई चाहिँ यसरी मुभ गर्नुपर्ने हामीले हुन्छ ल यसरी गरेपछि अब हाम्रो यो चाहिँ अहिले मैले टेन्टेटिभ भर्टिकल एलाइनमेन्ट पनि सेट गरेँ त्यसलाई फेरि अपडेट टेरेन गरिदिने यो अपडेट गरिसकेपछि अब हामीले क्रस सेक्सनमा गएर हेरियो भने चाहिँ यहाँनिर हाम्रो यो डटेड लाइन एक्जिस्टिङ ग्राउन्डमा लिएको सर्वे डाटा त्यसपछि यो तलको लाइन आएको र यतापट्टिको यो भनेको चाहिँ हाम्रो अहिले मैले हालेको रोडको एलाइनमेन्टको लाइन भयो यो चाहिँ यदि हामीले अर्जेन्ट रोडको मात्र कुरा गर्ने हो भने चाहिँ यति मात्रै रोड हाल्दा पनि भयो यसमा ड्रेनेज पनि भएन यो जस्ट ट्र्याक ओपनिङको लागि मात्र डिजाइन चाहिँ यति मात्रै हुनसक्छ र यसलाई हामी कम्प्लिट अल गरिसकेपछि यो चाहिँ हाम्रो डिजाइनको लागि फर्स्ट स्टेज चाहिँ कम्प्लिट भयो अब यसपछि हामीले सेकेन्ड स्टेजमा अरू प्यारामिटरहरू जस्तै रोडको प्रोफाइलमा भएको भर्टिकल कर्वको लेन्थ कसरी करेक्सन गर्ने त्यसपछि अब क्रस सेक्सनमा गएर यसमा ड्रेनेज प्रोभाइड गर्नुपर्छ त्यसपछि रिटर्निङ वाल ब्रेस वाल प्रोभाइड गर्नुपर्ने हुनसक्छ ड्रेनेजमा पनि साइड ड्रेन क्रस ड्रेनेज प्रोभाइड गर्नुपर्ने हुनसक्छ त्यस्तै गरी तपाईँले वाटर क्रसिङ स्ट्रक्चरमा चाहिँ अब 6 मिटरभन्दा कम छ भने कलवर्ट कजवे कसरी हाल्ने त्यो हेर्नुपर्ने हुनसक्छ यी कुराहरू चाहिँ हामी नेक्स्ट भिडियोमा चाहिँ गर्नेछौँ हस् त यो फर्स्ट रोड डिजाइनको भिडियोमा तपाईँहरूलाई यति नै धन्यवाद।